सो इन्डियाको कुरा गर्ने इन्डियाको कुरा गर्दाखेरि हैन इन्डियामा आएको थियो नि त दक्षिण एसियामा साउथ एसियामा लाई जुन वेस्टर्न पोल छ नि त्यसले हेर्ने दृष्टिकोणको बारेमा कुरा गर्दाखेरि अब दक्षिण एसियाको एउटा एनोमली भन्छ नि जस्तो कि साउथ इस्ट एसियासँग डिफरेन्ट फरक दक्षिण एसियाको एउटा विशेष चरित्र चाहिँ के छ त भन्दाखेरि नि दक्षिण एसियामा इन्डिया छ हैन अब इन्डियाको टेरिटरी हेर्ने हो भने ल्यान्ड मास हैन एन्ड पपुलेसन्स सबै चीज हेर्ने हो भने it has a potentiality to become a great power हैन योसँग त ठुलो शक्ति हुन सक्ने एउटा पोटेन्शियलिटी छ नि भारतमा अब हामीले अहिलेसम्म डिस्कस के गर्यौं त भन्दाखेरि मैले अब मलाई बोल्न सजिलो होस् भनेर म के भन्छु त भन्दाखेरि एउटा पर्टिकुलर देशको नाम लिन्न म रिजन भन्छु है अब रिजन मात्र किनभने हामीले यत्रो डिस्कस गर्दै आउँदाखेरि अब हामीलाई थाहा भइसक्यो कि व्हाट इज रिजन ओके र जुन हेजेमोनिक रिजनको कुरा गरिरहेको छु यो हेजेमोनिक रिजन भनेको के हो भन्ने कुरा पनि यो बुझ्न गाह्रो छैन हेजेमोनिक रिजन हैन सो त्यो रिजनको इन्ट्रेस्ट के हुन्छ त भन्दा ओके सो दैट मिन्स इन्टरनेशनल एरिनामा भयंकर पोलिटिक्स भइरहेको हुन्छ हैन एन्ड पोलिटिक्स मिन्स टु प्रिजर्भ वन्स एक्जिस्टेन्स भनौं न एउटाको अस्तित्व कस्तो अस्तित्व है फेरि अस्तित्व कस्तो अस्तित्व भनौं न टिकाइ राख्ने त्यसको लागि के हुन्छ भने पावर यु नीड अ पावर फर द प्रिजर्भेसन अफ योर एक्जिस्टेन्स द परपिचुएसन एन्ड द प्रिजर्भेसन अफ योर एक्जिस्टेन्स what you need is you need a power and power is relative हामीले रियलिस्ट भएर कुरा गर्यौं नि रियलिस्ट प्रिन्सिपल रियलिस्ट पर्सपेक्टिभ दृष्टिकोणबाट कुरा गर्दाखेरि पावर दैट मीन्स पावर यु नीड पावर सो पावर मीन्स देयर आर टू वेज अफ मेकिङ योरसेल्फ पावरफुल one you can do something yourself to increase your power that means by doing something you can increase your power and there is another way how you can become powerful and that is you can weaken or you can dismantle the other powers the another entity which have the potentiality to challenge you कि त तिमी आफै केही गर्न सक्छौ यो वेबाट पनि पावर इन्क्रिमेन्ट हुन्छ र तिमीलाई च्यालेन्ज गर्न सक्ने अर्को एन्टिटी जे छ त्यसलाई कमजोर बनाएर अथवा त्यसलाई संगठित हुन नदिएर त्यसलाई पोलिटिकल फर्मेसन प्रपर वेमा संगठित हुन नदिएर अब कुनै वेमा पनि के हुन्छ नि बोथ वेज ओके सो दैट मीन्स सिम्पली भन्दाखेरि आफू बनेर मात्र हैन अरूलाई बिगारेर पनि के हुन्छ त पावरफुल भयो ओके हो एउटा लेभल रियलिस्ट लेभलमा जाँदाखेरि हैन राजनीतिको कुरा आम जस्ट टकिङ अबाउट नो इन्टरनेशनल पोलिटिकल डाइमेन्सन ओके सो आई एम नट टकिङ अबाउट एउटा सर्टेन पार्टको डाइमेन्सनको कुरा हुन्छ के अब मान्छेले के भन्छन् त भन्दाखेरि यस्तो कुरा गर्दाखेरि रियल संसार अपरेट नै यसै गरी गर्छ अब जुन बुद्धको भगवानको कुरा त्यो अर्को डाइमेन्सनको कुरा हो I'm talking about you are talking about that dimension and I'm talking about this dimension हैन संसारको डाइमेन्सन as long as in the world exists one powerful entity which views the world in this way you cannot say that I will not treat the world in this way but still preserve my existence संसारमा अर्को कुनै शक्तिशाली एन्टिटीले यो दृष्टिकोणबाट हेर्छ जस्तो कि मेरो पावर भनेको म बन्नु मात्र हैन तिमीलाई सिद्धाउनु पनि हो भन्ने दृष्टिकोणले हेर्छ भने तिमीले के गर्न सक्दैनौ त भन्दा म चाहिँ त्यो दृष्टिले हेर्दिन हैन त्यो दृष्टिले हेर्दिन म चाहिँ मेरो पावर भनेको मेरो आफ्नै इन्क्रिमेन्ट गर्नु हो तिमीलाई सिद्धाउनुसँग मलाई केही पनि मतलब छैन भन्ने हिसाबमा तिमी जान चाहन्छौ भने यु आर लिभिङ इन अ भेरी आइडियलिस्टिक वर्ल्ड एन्ड it would not work it will not work and we have already said that the world is अहिले चाहिँ के छ त पछिल्लो समयसम्म के भन्छ हेजेमोनिक पावर
a certain region has reached hegemonic status. Hegemonic status means it has unprecedented unilateral command and control over the resources, wealth, finance, military, everything. Everything. Even economics and even social. Yes. Sabai kurama. International politics is a game. So whatever that is, okay, so international, so development, everything is a game, okay, finance, money, everything is a game, okay, it depends on the game. And त्यो गेममा चाहिँ हेजेमोनिक सिस्टममा के हुन्छ भने यो गेम इट्स अ गेम, ओके, सो बिकज मनी आफैमा त गेम त हो. केटाकेटीमा हामी खेल्दाखेरि चाहिँ तिम्रो पात टिपेर लिएर आउँथ्यौ अनि त्यसपछि कमोडिटी हुन्थ्यो अनि कमोडिटीलाई पातसँग साट्थ्यौ. अहिले फरक के छ त भन्दाखेरि पात चाहिँ पातै छ तर कमोडिटी इज रियल because you have some utility. सानो बेलामा त के खेल्ने कुराहरू हुन्थ्यो, के चीज हुन्थ्यो गर्थ्यो नि. तर आज चाहिँ के हो त भन्दाखेरि मनी इज जस्ट लाइक त्यो त क्रिएसन गरेको सबैले एक्सेप्ट गर्न त हो नि. हामीले त्यति बेला के गर्दै थियो, यो पात भनेको पैसा हुने एक्सेप्ट गर्यो. त्यससँग के साट्यो त भन्दा सानोतिनो केही चिज थियो, चक्लेट पनि थिएन, रियल चक्लेट थिएन, यो चाहिँ ढुङ्गालाई चक्लेट भन्थ्यो, एउटा साट्थ्यौँ. तर आज चाहिँ के रियल चक्लेट छ, पातै छ. यो गेम यसै गरी हुनुपर्छ र यसै गरी हुन्छ भने यो गेमको नियम बनाउने र यो गेमको नियमलाई इन्फोर्स गराउन गराउने छ नि, त्यो चाहिँ हेजेमोनिक सिस्टममा हेजेमोनिक रिजन छ नि, उसले चाहिँ त्यसलाई के गर्न सक्छ, इन्फोर्स गराउन सक्छ. र आजको संसारको वास्तविकता के हो त भन्दाखेरि सिम्पली भन्दाखेरि देयर इज अ डलर. अब इट्स नट ओन्ली डलर, ओके, सो इट्स नट द्याट सिम्पल, बट देयर इज अ डलर एन्ड okay, someone has a monopoly over the dollar because dollar is a currency of it's an American currency, dollar, and उसले के गर्छ त डलर दिन्छ and commodity लिन्छ, real चीज लिन्छ. So this is the game and the world should go on like this. संसारको हेजेमोनिक सिस्टममा त यही हेजेमोनिक सिस्टममै थियो नि त संसार, हैन? But it is very much seriously challenged now because अब यो हेजेमोनिक सिस्टम चाहिँ कसरी टिक्छ त भन्दाखेरि इफ यु हेभ अ पावर टु मेन्टेन इट, त्यही भएर टिक्ने हो. पावर के भन्छ नि, ऊ आफै पावरफुल भइराख्नु पर्यो, टेक्नोलोजिकल्ली टोटल डोमिनेन्स हुनु पर्यो. भन्न खोजेको तिमीले राम्रो टेक्नोलोजी बनाउने मात्र होइन, अरूले राम्रो टेक्नोलोजी बनाउन नसक्नु पनि तिमी टेक्नोलोजिकल डोमिनेन्ट भइरहने हो नि त. सो द्याट मिन्स जस्तो कि भयो एक्जाम्पल कहाँ दिन्छु त भन्दाखेरि when 5G was created and 5G was banned, created, okay, first launched by Huawei. There was a Chinese company, Huawei, Huawei or something. Okay, so that was that company first launched the 5G network, and throughout the West they launched a racket. Okay, to run that 5G to discourage. Okay, so that means so in many Western countries it was banned. Okay, so that means not only in the Western country, even even in Asia also, and in those countries no banned, the totally banned त हुन्छ नि, कतिपय कन्ट्रीहरुमा त्यो लागू भइ नै हाल्यो. जस्ट ओभरअल it they sanctioned Huawei, that company, and the main motive of the sanction was that त्यो sanction किन लगायो त भन्दा so that it could not develop more competitive. So the 5G network जुन उसको छ नि, उसको हैन, त्यसमा मेरो मात्र कन्ट्रोल भइराख्नु पर्यो. So that means okay, so that means not only by me myself making it more better, हैन, that means अर्कोले पनि बेटर गर्ने त्यो पनि. So this is the real game of international politics. अब that means simply भन्दाखेरि आफू बनेर मात्र भएन, अरूको बिग्रिनु पनि पर्यो, अरूको अथवा त्यो बन्न नसक्ने अवस्था पनि बिगार्दिनु पर्यो, नसक्ने अवस्था पनि आउनु पर्यो. संसारको गेम, this is the game of the world, this is reality. Okay, यो त संसारको वास्तविकता हो. The world operates in this way. Now रिजनको लेभलमा छ. अब दक्षिण एसियामा इन्डिया छ हैन, it has a potentiality to be a great power. So that is why, okay, so if anything applies to China, it applies to India as well. That means China is powerful now, that India one day will also become powerful. Okay, so अब उनीहरुको के हुन्छ त भन्दाखेरि त्यो रिजनको, so it is in their incentive first, okay, to have their control in this South Asian region. South Asian region मा आफ्नो कन्ट्रोल, उसको कन्ट्रोल हुनु त जरुरी छ नि त, to maintain its hegemony, because the region itself is
so much populated. It is located in a strategically very important place, and another important thing is that it has the resources. Okay, so human power, resources, sabai chiz cha. So the one thing, the regional level ma त्यो concept. So some important thing is the regional level ma भएको country हरुको बीचमा एउटा consciousness create हुने. त्यो कसैको दिमागबाट क्रिएट हुँदैन, इभोल्युसनरी प्रोसेसबाट त्यो कन्सियसनेस क्रिएट हुँदै जाने. त्यो युरोपको केसमा भयो भन्छ नि, सेकेन्ड वर्ल्ड वारको युरोप एन्ड अमेरिकाको केसमा त्यो इट्स भेरी डेन्जरस. इट्स अ भेरी अप्पर लेभलको के हो त यो कल्मिनेसन हो क्या हैन. अब त्यो त्यति बेला त त्यति गाह्रो भयो भने when there is another very powerful force on its hand, the key of the world, of the regional levelमा त्यो पावर कन्सोलिडेसन हुन त उल्टा जे गर्ने बिगारिहाल्छ. साउथ एसियाको आर्किटेक्ट नै हेर्ने हो भने द रिजन itself is so much, very much, successfully, the political geography of this region is so much successfully carved so that it suits for the application of the perpetuation of the colonialism. यो जुन चाहिँ उपनिवेशीकरण कन्टिन्युएसन गर्नको लागि चाहिने चिज त्यसबाट चाहिँ के भने त्यो चिजलाई मेन्टेन गर्नको लागि नै यसको साउथ एसियाको चाहिँ पोलिटिकल जियोग्राफी. सो द्याट मिन्स एभर फ्रम द स्टार्ट ओके साउथ एसिया भन्ने रिजन एभर फ्रम द देयर इज अ बिग हस्टालिटी. देयर इज नो पोसिबिलिटी नो टोटल पोसिबिलिटी. यु क्यान सी द्याट देयर इज अ हस्टालिटी very very there exists very intense hostility among the nation. Okay, so there is a specific English term that is called belligerent. Okay, so belligerency. Okay, so देशहरुको बीचमा त एक हुन सक्ने एउटा साउथ एसियामा त छ नि त इन्डिया एन्ड पाकिस्तान दे आर जानी दुश्मन. ओके, बंगलादेश. So that means South Asia is always and chaos. Okay, so there is always chaos. त्यो त काम त भयो नि त, त्यो त हुनेवाला छैन. But you can see that India itself, it's a very big. If you try to talk about, you can see that India is very big, and you can see that with only one nation, such a big South Asia itself is very South Asia नै कभर गरेर चाहिँ धेरै ठुलो देश हो नि त. इन्डिया मात्र राइट, but India has a very specific role in perpetuation of the hegemonic system. In the entire hegemonic system, you आजको टकमा हामीले कुरा गरेर, even though it is, you can see that India is so much consolidated. You can see that entire South Asia is consolidated in India. हैन, but it has a special role, okay, in maintaining the hegemony. But we can talk it right now. र अहिले भन्दाखेरि चाहिँ अब let's say for example, because India is very big, there are lots of populations. Okay. So India should never go beyond their control. Okay, they have control. Okay, so India is very big and India ठुलो छ र यसले चाहिँ आफ्नो कन्ट्रोल नियन्त्रित ग्रोथलाई एक्सेप्ट गर्छ भने यो पुरै दक्षिण एसियाको दुर्भाग्य हो. That means त्यो लेभलमा पनि जान सक्छ इन्डिया. नो इन्डिया त त्यो लेभलमा गएन. जस्तो कि मैले भन्न खोजेको, इन्डिया दक्षिण एसियाको यत्रो ठुलो देश हो जोसँग ग्रेट पावर बन्न सक्ने क्षमता छ. 140 करोड जनसङ्ख्या छ, यत्रो ल्यान्ड मास छ, तर कसैको कन्ट्रोल ग्रोथलाई उसले एक्सेप्ट गर्छ भने दक्षिण एसियाका अरू देशको लागि यो ठुलो के हो त दुर्भाग्य. किनभने हामीले कसरी किन त भन्दाखेरि हामी भन्छौँ कि एउटा रिजन माथि उठ्नको लागि त्यहाँ पोटेन्सियली एउटा के हुन्छ त भन्दाखेरि सिस्टमलाई नक गरेर लो अप गरेर भित्र छिर्न सक्ने. अहिले जापानले चाहिँ नि त्यो हाई स्ट्याटस मेन्टेन नगरेर यसले चाहिँ सानो स्ट्याटस चाहिँ नि म यतिकै कन्ट्रोलमा चाहिँ ठिक छ भन्ने अवस्थामा चाहिँ जापानिज रेजिम चाहिँ उभ्यो. साउथ कोरिया कहिले पनि धनी हुन्थेन क्या. सो साउथ कोरियाका देशहरूको कति समृद्धि हुन्छ भन्ने कुरा केमा डिपेन्डेन्ट छ त, इन्डिया कति समृद्ध हुन्छ भन्ने कुरामा डिपेन्डेन्ट छ. एक्ज्याक्टली. बट इन्डिया इटसेल्फ इज सो मच, दे वान्ट टु सो मच कन्ट्रोल इन्डिया. अब इन्डिया भने एकजना व्यक्ति त होइन, इट्स अ टोटल रेजिम. ओके, देयर आर लट्स अफ थिङ्स. ओके, द्याट्स इन द कन्ट्रोल. ओके, ओके, सो द्याट इज द केस. अब so
इन्डियाको विषयमा उनीहरूको स्पष्ट नियत भन्ने हो भने के छ त भन्दाखेरि what they see in okay नियत भन्दा पनि अब we have already said principles of the realist politics that you can't let another potential entity to grow up accrue power in such a level so that it can challenge your existence. Okay. तिम्रो अस्तित्वलाई च्यालेन्ज हुने गरी त कसैलाई पनि त्यसरी पावर एक्र्यु गर्न त दिन सक्दैनौ नि. सो इन्डियाको केसमा त सेम त्यही हुन्छ नि. सो इफ इन्डिया लेट्स if India go beyond the control with in consolidate and creating and consolidation of the power, then it would be serious threat for them. Okay, so that is why it's really essential for them to control it. And how do they control it? Because they integrate. India is a friendly country. There's Indonesia, Thailand, they integrate it. Okay, India is integrated in the system, Western system, and there are lots of institutions. Okay, so they groom, they perpetuate, and the institution which can accept the external dominance. बाहिरी डोमिनेन्स अथवा जुन डोमिनेन्स लाग्छ नि त्यो लादेको डोमिनेन्सलाई एक्सेप्ट गर्न सक्ने इन्स्टिट्युसन्सलाई चाहिँ के गर्छ त भन्दा प्रवर्धन गराउँछ जसले चाहिँ च्यालेन्ज गर्छ नि त्यो चाहिँ नेसन हो के त्यसलाई चाहिँ के हुन्छ भने डिसमेन्टल इट. ओके सो इन केस अफ एन्ड जुन कुन चाहिँ पावरलाई उनीहरूले ग्रुम गराउँछ त भन्दाखेरि डोमिनेन्स एक्सेप्ट गर्ने पावर. डोमिनेन्स एक्सेप्ट गर्ने एन्टिटीलाई चाहिँ नि राइज गर्न दिन्छ भने हैन त्यसको चाहिँ एउटा चरित्र के हुन्छ त भन्दाखेरि त्यसको समग्र ओभरअल कन्ट्रीमा के हुँदैन त भन्दाखेरि डेभलपमेन्ट. जस्तो कि म एउटा इक्जाम्पल के दिन्छु भने एउटा साधारण इक्जाम्पल के दिन्छु भने साधारण इक्जाम्पल है यु क्यान टेक एन इक्जाम्पल अफ टु कन्ट्रिज. वान इज क्युबा एन्ड अनदर इज इरान. ओके, क्युबा बिफोर 1945 आई मिन अब क्युबन रेभोल्युसन भनौँ न 1945 होइन एक्ज्याक्टली होइन 1945 होइन त्यो डेट थाहा भएन. क्युबन रेभोल्युसन्स भएर फिडल क्यास्ट्रो आयो नि आउनुभन्दा अगाडि there was a massive there was a rapid economical development in Cuba. There was lots of foreign investment and most of the investment used to be of Americans are investment हुने गर्थ्यो. 80% of the railways, 50% of the sugar productions, hotels, everything. Okay, there are lots of 5-star hotels. But if you look at the time period, there was the grotesque reality of that period was that large cross section of the Cuban people were living under pathetic poverty. But still some were reaping the benefit. Cuban people, American American businessmen. Okay, so that means, and in the case of Iran, in the Pahlavi era, 1950s, भन्दा पछाडिबाट यो पल्लवी राजा रेजा पल्लवी थियो नि उसको त्यहाँबाट चाहिँ इरानियन रेभोल्युसन 1979-80 मा कतिमा भयो त्यतिन्जेलसम्म चाहिँ नि if you see that there are lots of foreign American companies, okay, they invested over there, and certain elite भन्छ नि they really benefited. Okay, you can see that there are lots of economical development, industrialized भयो, this भयो, that भयो. Okay, so that means भयो really नै भयो. Okay, तर के भयो त भन्दाखेरि there were industries, there were lots of American and British oil companies, big oil companies, Exxon Mobil, Shell. Okay, they owned lots of oil fields, oil refineries over there. थियो नि त. बट त्यो के भयो भने चाहिँ if a country त्यो कन्ट्रीले चाहिँ के गर्छ भन्दाखेरि त्यो कसको हुन्छ त्यो वेस्टको अमेरिकनहरुको बेसिकली त्यसको ट्युटिलाइजमा भयो नि त त्यसको चाहिँ उसमा भयो नि त. त्यसमा के अपरेट गर्छ त भन्दाखेरि द इन्स्टिट्युसन जस्तो कि फर एक्जाम्पल कुनै पनि देशमा ट्रेडर्सहरुको व्यापारीको अथवा ब्याङ्कर्सहरुको हेजेमोनी पोलिटिक्स भन्दा पनि अपरमा उनीहरुलाई कन्ट्रोलमा लाई दिने हो भने त्यो चाहिँ के हुन्छ नि त्यसले चाहिँ इन्स्टिट्युसन अफ एक्सेप्टिङ द डोमिनेन्स चाहिँ के हुन्छ नि कसैको डोमिनेन्सलाई अर्को एक्सटर्नल पावरको डोमिनेन्सलाई चाहिँ एक्सेप्ट गर्ने इन्स्टिट्युसन हुन्छ नि त्यो झाङ्गिँदै जान्छ क्या. किनभने त्यसले के गर्छ नि आफ्नो बेनिफिट हेर्छ. ए पोलिटिकल एन्टिटी देश भन्ने चाहिँ उसले हेर्न सक्दैन क्या. त्यो सेल्फ आफ्नै फाइदाको लागि चाहिँ के हुन्छ भने मेरो फाइदा तिम्रो फाइदा मेरो सुरक्षा तिम्रो सुरक्षा भनेर जाने भयो क्या हैन. तर उसले के गर्छ त भन्दाखेरि फरेन डोमिनेसन्सलाई मलाई ठिकै छ मेरो आजको अवस्था यथास्थितिमा चाहिँ टिक्छ यताउति गर्छ भनेदेखि हैन डोमिनेसन कसैको पोलिटिक्स मलाई मतलब भएन. के भन्दा नि मेरो चाहिँ ऊ हुनु पर्यो भन्ने हिसाबमा हेर्छ कि
This is an example of example of an institution of accepting the domination. Okay. मलाई मतलब छैन मेरो हातमा चाहिँ सुनको चेन हुनु पर्यो, मेरो हातमा चाहिँ औँठी हुनु पर्यो, दाँत फुक्ला छ भने सुनको दाँत हुनु पर्यो हैन, र बेला बेलामा भन्नु पर्यो चाबाट। जस्तो कि कति नेपालीहरूको लागि के छ त भन्दाखेरि मलाई मतलब छैन, म कहाँ गएर कमाउँ के गरेर कमाउँ मलाई मतलब भएन, जसरी होस् मेरो हातमा यति चाहिँ हुनु पर्यो। दिस इज एन एक्जाम्पल अफ example of an existence of institutions of accepting slavery. जसैबाट आओस् मलाई मतलब कुरा भएन क्या, त्यो चाहिँ एकदम डिपली झाँकिएको हुन्छ कि आफ्नो इन्ट्रेस्टमा हेर्दै, समाजको आफ्नो इन्ट्रेस्टमा। सो त्यो के हुन्छ त भन्दाखेरि अब यस्ता किसिमका देशहरूमा कसरी गर्छ, कन्ट्रोल डेभलपमेन्ट कसरी गराउँछ त भन्दाखेरि एउटा सीमित वर्ग जुन हुन्छ नि, दे क्याच देम, ओके। र के गर्छ त भन्दाखेरि बिजनेस गर्ने मान्छेहरूमा क्यापेबिलिटिज नहुने मान्छे बिजनेस गर्छन्, क्यापेबिलिटी नै हुने मान्छेहरू, भयङ्कर क्यापेबिलिटी हुने मान्छे, तर बिजनेस गर्ने मान्छेले पोलिटिक्स बिजनेस एन्ड इकोनोमिक्सले के अरे फाइनेन्सर्स एन्ड बिजनेस पिपल हुन्छ नि, दे आर गुड इन देयर फिल्ड, आफ्नो फिल्डमा राम्रो हुन्छ, बट दे क्यान डु पोलिटिक्स के होइन। सो बिजनेस गर्ने मान्छेलाई त पोलिटिक्सले कन्ट्रोल गर्नुपर्छ होइन। सो मैले भन्न खोजेको कुरा चाहिँ के हो त भन्दाखेरि राजनीतिमा चाहिँ नि अयोग्य मान्छे राजनीति गर्छन्, बिजनेसमा चाहिँ अयोग्य मान्छे हुन्छन् भन्ने जरुरी छैन। होइन, भारत जस्ता देशहरू नेपालमा बिजनेसमा अयोग्य मान्छे छैन, योग्य नै होलान्, तर उनीहरूलाई कन्ट्रोल गर्ने मान्छे राजनीति छैन। राजनीतिमा चाहिँ के हुन्छ त भन्दाखेरि भारतमा अयोग्य मान्छे राजनीति छ भनेर भन्न खोजेको होइन, बिस्तारै इभोल्युसनरी प्रोसेसमा ऊ जाँदैछ। तर के हुन्छ त भन्दाखेरि ओभरअल सिस्टमलाई हेर्ने हो भनेदेखि यस्तो किसिममा प्रशासन र राजनीति चाहिँ के हुन्छ त भन्दाखेरि जो मान्छे ठ्याक्क प्रशासन गर्नको लागि जन्मेकै होइन, जोसँग प्रशासन गर्ने अथवा चाहिँ राजनीति चलाउने योग्यता, त्यो राजनीति र प्रशासन चलाउनै नसक्ने। किनभने खासमा रियल पोलिटिक्सको उसमा हेर्ने हो गर्ने हो भनेदेखि के हुन्छ त भन्दाखेरि नेसन्सको फिलिङ जो हुन्छ नि, राजनीति गर्ने चाहिँ उसले हो क्या। मेरो देश छ, अरू देशहरू छ, अरू देशहरूको बिचमा, सबै देशहरूको बिचमा हुने जुन यो पावरको सङ्घर्ष छ, त्यसमा चाहिँ मैले मेरो देशलाई संरक्षण गरेर लिएर जानुपर्छ होइन। सो द्याट इज अ स्ट्रङ सेन्स अफ नेसन, देयर इज अ स्ट्रङ सेन्स अफ लिबर्टी, देयर इज अ स्ट्रङ सेन्स अफ डिग्निटी हुन्छ नि। यो राजनीति गर्ने त राजनीति खासमा पोलिटिक्स राजनीति गर्ने चाहिँ त्यो सेन्स भएको एउटा जमातले राजनीति गर्ने हो क्या। तर के हुन्छ त भन्दाखेरि यस्ता किसिमका समाजहरू जुन हुन्छ नि, यो कोलोनियलिजम एक्सेप्ट गरेर लामो समयसम्म आएको, यसमा चाहिँ सिस्टमेटिकल्ली रेजिमलाई यसरी सेप गरे हुन्छ कि यो जुन राजनीति गर्नुपर्ने जमात हुने त्यो त्यत्तिकै सिद्धेर जान्छ क्या। र जो राजनीति गर्नु नपर्ने हो त्यो त्यत्तिकै, किनभने समातेर लिएर राख्ने होइन है, फेरि त्यो जन्म सानै बेलादेखि जन्मदेखि नै त्यो एउटा ग्रुम हुने टाइममा नै चाहिँ त्यो टोटल्ली सोसाइटीले नै त्यसलाई सिद्धाउँदै जान्छ क्या, त्यो तत्त्वलाई सिद्धाउँदै जान्छ क्या, त्यो डिग्निटी खोज्दै जाने। त्यो इफ यु ट्राई टु सर्च डिग्निटी इन दिस सर्ट्स अफ सोसाइटिज, ओके, तिमी त्यो चाहिँ त्यो डेभलपमेन्टको फेज तिमीले पारै गर्न सक्दैनौ कि, कतै न कतै गएर तिमी चाहिँ एकदमै हाइली नेक्टर भएर क्वेन्टी एसेन्सियल भन्छ क्या, सबैभन्दा लास्ट लेभलमा निचोड गरेर निकालेको चाहिँ एउटा कोही छ भनेदेखि त्यो कहिले पनि करप्ट नहुने छ भने, नत्र नि कुनै न कुनै लेभलमा गएर त्यो कतै न कतै गएर फिस्लिहाल्छ क्या, त्यस्तो हुन्छ क्या होइन। र के हुन्छ त भन्दाखेरि अब यो सो इन्डियाको केसमा गर्ने हो भने दे निड टु कन्ट्रोल इन्डिया होइन। So control, they can't let India to have uncontrollable growth, one. And another thing is India uncontrolled level control growth ma hune bhaisikeपछि नेपालको ज्योग्राफी हेर्ने हो भने नेपालको एउटा कुरा चाहिँ सठिक रूपमा म के भनिदिन्छु भने नेपाल can be rich and prosperous only if India becomes rich and prosperous. Nepal can be powerful only if India becomes powerful in this given geography. So in this यो आजको अवस्थामा कि त इन्डिया भन्ने चीजै नरहन पर्यो कि त रहन्छ भनेदेखि यसरी चाहिँ बिचमा पेन्डुलम जस्तो भएको इन्डिया हामीलाई काम हुँदैन के ओके कि त इन्डिया सुपरबली पावरफुल हुनु पर्यो and then after Nepal can be we can think that Nepal can be prosperous and rich but India like saying
यसरी कन्ट्रोल गरेर कन्ट्रोल ग्रोथ इन्डियाले एक्सेप्ट गर्छ भनेदेखि नेपाल कहिले पनि हुन सक्दैन सो द्याट मिन्स देयर आर टु वेज इदर नो एक्जिस्टेन्स अफ इन्डिया अर भेरी पावरफुल हाम्रो लागि ओके बट फर देम उनीहरूको लागि त भेरी कन्ट्रोल डेभलप गर्नु पर्यो द्याट मिन्स आवर इन्ट्रेस्ट इज भेरी मच के हुन्छ त contradictory छ अब आजको केसमा संसार कसरी डेभलप आज तिमी र म आजको गतेसम्मको कुरा गर्ने हो भने किनभने हिजो आज पछिल्लो 2-4 महिनामा त एभ्री डे वर्ल्ड पोलिटिक्स इज भेरी मच चेन्ज त्यसरी भइरहेछ कि पहिले 2-4 महिना 4-5 महिनामा हुन्थ्यो भने आज राति हामीसित भोलि अर्को त्यस्तो ऱ्यापिडली चेन्ज हुँदै गइरहेछ क्या द्याट मिन्स त्यो अवस्थामा इट्स रियली एसेन्सियल ओके सो अघि नै हामीले भनिसक्यौँ कि सो रियल च्यालेन्जेस अब अहिले चिनलाई मात्र भनौँ न सो त्यो डोमिनेन्ट पावर छ नि त्यसलाई चाहिँ के छ सबैभन्दा मुख्य खतरा कोसँग भयो त चाइनिजहरूसँग यता आफू डेकेडेन्सको बाटोमा गयो होइन यु क्यान सी द्याट हाउ नो डेकेडेन्सको बाटोमा भन्दाखेरि अहिले पछिल्लो समयमा अब यो जुन इरानसँगको कन्फ्लिक्टको कुरा छ नि अब त्यसमा चाहिँ कस्तो त भन्दा जुन इन्टेलिजेन्स उनीहरूले ग्यादर गरे जुन इन्टेलिजेन्सको आधारमा उनीहरूले सबै स्ट्राटेजी बनाए र मिलिट्री अपरेसन सुरु गरे यो गर्दै जाँदाखेरि चाहिँ इन्टेलिजेन्सदेखि लिएर होइन उनीहरूले ग्यादर गरेको इन्टेलिजेन्सदेखि लिएर त्यसको आधारमा बनाएको प्लानदेखि लिएर हरेक चिजमा हामी हेर्ने हो भनेदेखि वी क्यान देयर इज अ रिफ्लेक्सन द्याट यु नो देयर इज अ सिरियस फ्ल ओभर देयर mistake over there and the mistake is generated त्यो मिस्टेक को दुईटा हुन्छ कि एउटा मिस्टेक चाहिँ जसले पनि गर्न सक्छ किनभने तिमीले टोटल सिनारियोलाई हेरेर एउटा क्याल्कुलेट गर्न सक्दैन एउटा चीज सोच्छौ एउटा चीज गर्छौ अनि पछि रियलाइज मैले त मिस्टेक गरेछु हुन्छ एउटा चाहिँ स्ट्रक्चरल मिस्टेक हुन्छ कि